नमस्ते साथीहरू। आज चाहिँ मैले तपाईँहरूलाई 2025 मा नेपालको विभिन्न सूचकाङ्कमा चाहिँ स्थान कस्तो थियो भन्ने बारेमा भिडियो लिएर आएको छु। यो विभिन्न एक्जामका लागि समसामयिक विषयको रूपमा एकदम महत्त्वपूर्ण विषय रहन सक्दछ। मैले चाहिँ यो यहाँ भएका हाम्रा विभिन्न सूचकाङ्कहरूमा सूचकका स्थितिहरूको क्रमबद्धता मिलाएर ल्याएको छु, जसले गर्दा सम्झिन केही सहज हुन्छ कि भन्ने मैले सोचेको छु। मलाई त्यसरी सहज भएको छ, लाग्छ पक्कै तपाईँहरूलाई पनि सहज हुनेछ। मैले 1 नम्बरमा राखेको छु तिनै सूचकाङ्कहरूमध्ये 1 नम्बरमा राखेको छु विधिको शासन सूचकाङ्क। यसमा चाहिँ नेपाल 68औं स्थानमा छ। त्यसपछि दोस्रो नम्बरमा राखेको छु जलवायु परिवर्तन जोखिम सूचकाङ्क भन्ने छ। जलवायु परिवर्तनले गर्दा के जोखिम अथवा कस्ता जोखिम छन् भन्ने सूचकाङ्कमा 69औं स्थानमा देखिन्छ भने भोकमरी सूचकाङ्कमा नेपाल 72औं छ। मैले चाहिँ यसलाई कसरी सम्झेको भन्दाखेरि 72 सालमा जब भूकम्प आयो त्यसपछि भोकमरी बढ्यो भनेर सम्झेको थिएँ। शान्ति सूचकाङ्क भनेको 76औं छ। शान्ति भनेको 7 छ, शान्ति छ 7 छ भनेर शान्ति सूचकाङ्कलाई सम्झेको थिएँ भने प्रेस स्वतन्त्रता भनेको 90औं स्थानमा छ हाम्रो नेपालको सूचकाङ्क। र अनि खुसी भनेको 92औं छ भने दिगो विकासको सूचकाङ्कमा नेपाल 95औं स्थानमा छ। अनि 8 नम्बरमा हेर्नु भने हेनली पासपोर्ट इन्डेक्स अनुसार चाहिँ नेपालको स्थान 2025 मा चाहिँ 101औं स्थानमा छ भने प्रथम नम्बरमा रहेको देश चाहिँ सिङ्गापुर हो। र अब 9 नम्बरमा हेरौँ भ्रष्टाचार सूचकाङ्क इन्डेक्स। भ्रष्टाचारको स्थिति हेर्दा चाहिँ नेपाल चाहिँ 107औं स्थानमा 17 अब भ्रष्टाचार 17 भइरह भन्ने पाराले मैले सम्झेको थिएँ भने नवप्रवर्तन चाहिँ सूचकाङ्कमा चाहिँ नेपाल 109। नवप्रवर्तन = 9 = 109 भनेर सम्झेको छु। अब मानव विकास सूचकाङ्क भनेको चाहिँ नेपाल 145औं स्थानमा पर्छ भनेर मैले यसलाई सम्झेको छु। साथीहरू तपाईँ पनि ध्यान दिएर सुन्नुहोला, हेर्नुहोला, एकपटक कपीमा लेख्नुहोला, पक्कै पनि तपाईँले सम्झन सक्नुहुन्छ। हस्त धन्यवाद, नमस्ते।